हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ म हरियो आम, काँचो आमको चाहिँ चटनीको या सब्जीको रेसिपी लिएर आइरहेको छु गाइस। यहाँ चाहिँ मैले काँचो आम उमालेर रेडी गरिसकेको छु। अलिकति हर्दी, अलिकति नुन हालेर चाहिँ 3-4 मिनटको लागि उबालिसकेँ गाइस। यहाँ चाहिँ मैले पेस्ट बनाउनु लागि चाहिँ लसुन र अदुवाको पेस्ट, त्यहाँदेखि अलिकति यसमा चाहिँ मैले धुलो खोर्सानी, अलिकति हर्दी, स्वाद अनुसार नमक, त्यहाँबाट गरम मसाला, जिरा, धनियाँ, जे मसला छ तपाईँकोमा गाइस तपाईँले त्यो एड गर्न सक्नुहुन्छ। यसलाई पेस्ट बनाउनु लागि गाइस। अन्त यसलाई चाहिँ पेस्ट बनाएर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ यो अचारको लागि चाहिँ हामीले युज गर्न सक्छौँ, यो सब्जीको लागि गाइस। अन्त चाहिँ मैले यसलाई पेस्ट बनाएँ होइन। पेस्ट बनाएर चाहिँ अब चाहिँ म के गर्न जाँदैछु भन्दा चाहिँ यहाँ मेरो काँचो आम पनि तयार भएको छ गाइस। यहाँ तपाईँले हेर्नुहुँदैछ होला मेरो काँचो आम यहाँ मैले यसमा निकालिराखेको छु होइन। त्यहाँबाट चाहिँ अब म चाहिँ गाइस कराई तताउँदैछु साइडमा। कराई तताएर चाहिँ सरसोको तेल अलिकति हालेर मेथीको दाना, अन्त एउटा तेजपत्ता हालिरहेको छु। सोप छ भने तपाईँले सोप एड गर्न सक्नुहुन्छ गाइस। मेरोमा चाहिँ सोप छैन, त्यही भएर मैले हालिनँ सोप। अनि यहाँ चाहिँ मैले यो मसला जुन चाहिँ पेस्ट बनाएको थियो त्यो मसला हालेर यसलाई मैले चलाएँ अलिकति होइन गाइस। त्यहाँबाट चाहिँ चलाएर चाहिँ यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ राम्ररी त्यसको तेल छोड्नु दिनुपर्छ। यसमा मजाले तेल छोडिसकेपछि चाहिँ त्यहाँदेखि हामीले अलिकति पानी हालेर यसलाई हामीले ग्रेभी टाइपको बनाउनुपर्छ। साइडमा मैले गाइस यहाँ गुड पनि काटेर तयार गरेको छु अलिकति होइन। अन्त यसमा मैले गुड एड गरेँ किनभने खट्टा मिठा टाइपको बनाएको यो, त्यही भएर चाहिँ अलिकति गुड एड गरेको छु यसमा। अन्त गुड पिघलिँदै जान्छ गाइस यसरी। त्यहाँबाट चाहिँ मैले यसमा चाहिँ अलिकति गुड पिघलिँदै गएपछि चाहिँ मैले चाहिँ यसमा अलिकति पानी एड गरेको छु गाइस। पानी एड गरेर चाहिँ लास्टमा जुन चाहिँ हामीले त्यो बोइल गरेर राखेको आम छ त्यसलाई मैले 2-3 मिनट बोइल गरेको छु, त्यस्तो खट्टा नहोस् भनेर। यो चाहिँ मेरो खट्टा मिठा टाइपको बनाएको सब्जी पनि भनिन्छ यसलाई गाइस, यसलाई चटनी पनि भनिन्छ। त्यसरी पानी हालेर रेडी गरेको छु। त्यो पानीमा चाहिँ अलिक उबाल आएपछि चाहिँ अलिकति पानी उब्लिएपछि चाहिँ यस्तो टाइपको देखिन्छ, अलिकति गाढा टाइपको क्या, मोटो टाइपको देखिन्छ गाइस किनभने गुड छ यसमा। त्यहाँबाट चाहिँ मैले यसमा जुन चाहिँ आम मैले बोइल गरेर राखेको थिएँ हो त्यो आम म यसमा एड गर्दैछु। यसमा चाहिँ एड गरेर चाहिँ मैले चाहिँ लास्टमा चाहिँ मेरो आम 2-3 मिनट मैले यो मसलामा यो जुन चाहिँ ग्रेभी छ यो ग्रेभीमा मैले जुन चाहिँ राखेर 2-3 मिनट यसको भित्र पनि अलिक रस पस्न दिनु पऱ्यो। लास्टमा चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ लास्टमा चाहिँ यसको रेसिपी चाहिँ 2-3 मिनट बाद चाहिँ यसको रिजल्ट चाहिँ यस्तो हुन्छ। मैले यसलाई अलिकति ढाकेर छोपेर अलिकति पकाउँदैछु गाइस किन अलिकति भित्र मसला रसहरू पसोस् भनेर। अब लास्टमा चाहिँ यस्तो भएको छ गाइस। तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो कमेन्ट गर्नुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट